नेपाली भाषामा श्रीमद् वाल्मीकीय रामायण सम्पूर्ण, अनुवादक पण्डित वासुदेव भट्टराई, प्रकाशक ज्ञान मण्डल लिमिटेड वाराणसी। युद्धकाण्ड सर्ग 74। हनुमान सञ्जीवनी औषधि ल्याएर सबै बानरहरूलाई चङ्गा गराइदिन्छन्। राम लक्ष्मणलाई मूर्छा परेको देख्दा मुख्य बानरहरूको फौज बहुतै दुखित भयो। सुग्रीव, नील, अंगद, जाम्बवान यी सबै यसरी हडबडाए कि अब के गर्ने हो, यिनीहरूले विचार गर्न सकेनन्। बुद्धिमानहरूमा श्रेष्ठ ठहरिएका विभीषण यी सबैलाई खिन्न भएको देख्दा बानर राज सुग्रीवका वीरहरूलाई आश्वासन दिँदै अत्यन्त उत्तम कुरा भन्न लागे। राम लक्ष्मण दुवै भाइलाई लाचार भएर बेहोस परेको देख्दैमा नडराऊ, यसमा दुःख मान्नुपर्ने कुरो केही छैन। इन्द्रजितको बाण जालले जो यी मूर्छा परिराखेका छन् सो त यिनीहरूले जानिकन ब्रह्माको आज्ञा पालन गरेको हो। ब्रह्माले नै यो अमोघ बल भएको ब्रह्मास्त्र इन्द्रजितलाई दिएको हो। यस अस्त्रको मर्यादा रक्षाका लागि दुवै राजपुत्र आज रणभूमिमा ढलिराखेका छन्, तसर्थ यहाँ शोक गर्ने कारण केही छैन। विभीषणका यी कुरा सुनेपछि बुद्धिमान हनुमान ब्रह्माको मर्यादा स्वीकार गरेर उनलाई भन्न लागे, यसरी वानरी सेनामा ब्रह्मास्त्रको चोट पर्नाले पनि जो बाँचिराखेका छन् तिनीहरूलाई त हामी आश्वासन दिउँ। यति भनिसकेपछि हनुमान र राक्षस श्रेष्ठ विभीषण यी दुवै वीर सँगसँगै मशाल लिएर रात्रिको समयमा रणभूमिमा घुम्न लागे। घुम्दाखेरि यिनीहरूले हात, पुच्छर, काँध, खुट्टा, औँला, घाँटी काटिएका बानरहरूको शरीरबाट रगतको धारा बगिरहेको र कोहीलाई त डरले मुत्न लागेको पनि देखे। पर्वत समानका ठुला बानरहरू ढलेकोले खुट्टा राख्ने ठाउँसम्म पनि त्यहाँ थिएन। योद्धाहरूको हातबाट खसेका चहकिला अस्त्र शस्त्र यिनीहरूले त्यहाँ भुइँमा टल्किराखेको देखे। सुग्रीव, अंगद, नील, सरव, गन्धमादन, जाम्बवान, सुसेन, वेगदर्शी, मैद, नल, ज्योतिमुख र दुविध यी बानरहरूलाई हनुमान र विभीषणले घाइते भई पृथ्वीमा लडिराखेको देखे। दिनको 5औं भाग अर्थात् साँझसम्म 67 करोड वीर बानरहरू ब्रह्माको अस्त्रले मारिसकेका थिए। समुद्र समानको विशाल यस सेनालाई बाणले पीडित भएको देख्दा हनुमान र विभीषण जाम्बवानलाई खोज्न लागे। धेरै खोज खबर गरेपछि यिनीहरूले बिचरा उमेरले गर्दा बुढा भइराखेका ब्रह्माका छोरा वीर जाम्बवानलाई सैकडौँ बाणको चोट खानाले निभ्न लागेको आगो समान भइरहेको देखे। यिनीहरूमाथि दृष्टि पर्नासाथ नजिक गएर विभीषण भन्न लागे, तिखा बाणले गर्दा तपाईँको प्राण त निस्केको त छैन। विभीषणको यो कुरा सुनेपछि ऋक्षराज जाम्बवान बडो मुस्किलसँग कुनै तरहले उनलाई भन्न लागे, हे महाबली राक्षस राज, स्वर सुनेर मैले तपाईँलाई चिने। मेरो शरीरमा बाण यसरी बिजिराखेको छ कि म आँखाले तपाईँलाई हेर्नसम्म पनि सक्दिनँ। अञ्जनी सुपुत्रवती होन्, वायु सुपुत्रवान होन्, के बानर श्रेष्ठ हनुमान बाँचेकै छन्? जाम्बवानको कुरा सुनेपछि विभीषणले भने, हे भाइ, राम लक्ष्मणको बारेमा केही नसोधेर किन तपाईँले हनुमानको कुरा सोधेको? हे आर्य, हनुमानमाथि तपाईँले जस्तो प्रेम प्रकट गर्नुभयो सो प्रेम त बानर राज सुग्रीव, अंगद अथवा लक्ष्मणमाथि देखाउनु भएन। विभीषणको कुरा सुन्दा जाम्बवान भन्न लागे, हे राक्षस राज, हनुमानको विषयमा मैले सोध्नको कारण सुन्नुहोस्। जबसम्म हनुमान बाँचेका छन् तबसम्म यो मरेको सेना नमरेको सम्झनुहोस्। हनुमानले प्राण छोडेको खण्डमा हामी बाँचे तापनि मरे समान हुनेछौँ। अग्नि र वायु समानका पराक्रमी हनुमान बाँचेकै छन् भने हामीहरूको बाँच्ने आशा छ। यसपछि वायुपुत्र हनुमानले वृद्ध जाम्बवानको खुट्टा समातेर उनलाई विनयपूर्वक ढोके। हनुमानको स्वर सुनेपछि आफ्ना सबै इन्द्रिय आकुल व्याकुल भइराखेका भए तापनि
ऋक्षराज जाम्बवानले आफ्नो पुनर्जन्म भएको भन्ठाने। तेजस्वी जाम्बवान हनुमानलाई भन्न लागे, हे बानर श्रेष्ठ, आऊ बानरहरूको रक्षा गर। अरू कसैले पनि तिम्रो जस्तो पराक्रम देखाउन सक्दैन। तिमी यी सबैका परम मित्र छौ। तिमीले आफ्नो पराक्रम देखाउने मौका आइराखेको छ। अरू कसैबाट यो काम हुन सक्ला जस्तो लाग्दैन। भालु र बानर वीरहरूलाई खुसी पार। पीडित भइराखेका राम लक्ष्मणलाई पनि निरोग बनाइदेऊ। हे हनुमान, समुद्रको माथि धेरै टाढासम्म गएर तिमीले पर्वत श्रेष्ठ हिममान पर्वतमा पुग्नु पर्यो। शत्रुको संहार पार्ने हे हनुमान, तिमी त्यहाँ धेरै धेरै अग्ला सुवर्णमय ऋषभ र कैलाश नाम गरेका पर्वत देख्नेछौ। हे वीर, यी दुवै पर्वतको बीचमा सबै औषधिले युक्त भएको आफ्नो अतुल प्रभावले गर्दा जोजल्यमान भइराखेको औषधि पर्वत देख्नेछौ। हे बानर श्रेष्ठ, आफ्नो प्रकाशले दसैँ दिशालाई उज्यालो गराइराख्ने 4 प्रकारका औषधि त्यस पर्वतको टाकुरमा उत्पन्न भइरहेका देख्नेछौ। मृत सञ्जीवनी, विशल्यकरणी, सुवर्णकरणी र सन्धानी यी 4 महाऔषधिहरूका नाम हुन्। हे वायुपुत्र हनुमान, हुनेसम्म छिटो गरेर यी सबै औषधिहरू लिएर फर्किहाल। बानरहरूलाई प्राणदान गरेर उनलाई प्रसन्न गराऊ। जसरी वायुको झोक्काले समुद्र फनफनिन थाल्दछन्, त्यसै गरी वायुपुत्र हनुमान पनि जाम्बवानका कुरा सुन्दा पराक्रमले पूर्ण भइगए। उफ्रन भनी जब यी पर्वतको टाकुरमा खडा भएथे, त्यस बखतमा यिनको भारले गर्दा पर्वतलाई वेदना हुन लाग्यो र वीर वायुपुत्र अर्को एउटा पहाडमा उभिरहेको जस्तो देखिन लागे। हनुमानको खुट्टाको मचको खप्न नसक्दा आफ्नो ठाउँमा अडिन नसकेर ठुलो वेदना भइराखेको यो पर्वत चुर चुर भएर थचक्क बसिहाल्यो। बानर श्रेष्ठ हनुमानको वेगले गर्दा त्रिकुट पर्वतका रुख धमाधम पृथ्वीमा खसेर जल्न लागे र यिनको मचकमा परेकोले पर्वतका टाकुरा छन्न ब्यान्न भएर जताततै छरिए। हनुमानको वेगले गर्दा पर्वतलाई ठुलो वेदना भयो। यसका जम्मै रुख ढुङ्गा तल झर्न लागे र पर्वतराज आफै समेत फनफनी घुम्न लागेकोले बानरहरू त्यहाँ अड्नै सकेनन्। लङ्कापुरी पनि यही पर्वतमा रहेकोले यसका फटाक ढोका ठुला ठुला घर सबै भत्केर ढल्न लागे। यस रातमा सहर डरले थर्कायमान भई नाच्न लागेको जस्तो देखियो। पर्वत समानका वायुपुत्र हनुमानको मचकोले जब त्रिकुट पर्वत तल धसियो थियो, तब त समुद्र सहितको पृथ्वी समेत हलचल हुन थाल्यो। आफ्नो खुट्टाले पर्वतलाई थिचेर बडबानल समानको मुख बाएर जब हनुमान जोरसँग गर्जन लागे, तब ती राक्षसहरूको मनमा डर पसिहाल्यो। हनुमानले गर्जँदाखेरि निस्केको भयानक आवाज सुन्दा लङ्काका ठुला ठुला राक्षसहरू जहाँको त्यहीँ अडिरहे। डरले आफ्नो ठाउँमा चल्नै सकेनन्। भयलाग्दो पराक्रम देखाउन सक्ने शत्रुतापी वायुपुत्र हनुमान समुद्रलाई प्रणाम गरेर रामको हितका लागि अतिशय गाह्रो काम गर्न उद्धत भए। सर्पको जस्तो आकार परेको पुच्छर ठाडो पारेर दुवै कान खुम्च्याएर कम्मर निहुर्याएर र बडबाको जस्तो आफ्नो मुख बाएर हनुमान बडो वेगसँग माथि आकाशमा उडेर गए। उफ्रँदाखेरि रुख पर्वत ढुङ्गा त्रिकुट पर्वतमा रहने साना साना बानरहरूलाई समेत हनुमान आफ्नो पाखुरा र तिघ्राको बेगले साथमा लिएर नै माथि उडे। तर केही माथि पुगेपछि यी सबैको बल क्षीण भएकोले यिनीहरू समुद्रको जलमा खस्न लागे। उता गरुडको जस्तो बेग भएका हनुमानजी सर्पको जस्तो आकार परेका आफ्ना दुवै हात फिजाएर जम्मै दिशालाई आफूतिर तान्न लागे झैँ गरेर त्यस उत्तम पर्वततिर जान लागे। यस समयमा हनुमानजी ठुला ठुला छाल उठिराखेको समुद्र र यसको जलमा घुम्न लागेका समस्त प्राणीहरूलाई हेर्दै विष्णुको हातबाट छुटेको चक्र चाहिँ बडो वेगसँग अगाडि अगाडि बढ्न लागे। वायुको जस्तो वेग भएका हनुमान पर्वत, पंक्षी, झिल, नदी, तलाउ, ठुला ठुला सहर र त्यहाँका धनाढ्य पुरुषलाई हेर्दै जान लागे। आफ्नो बाबुको जस्तो वेग भएका वीर हनुमान अलिकता पनि थकाइ नमानेर
सूर्यको बाटो समातेर फुर्ती साथ जान लागे। वायु समानको ठुलो वेगले उड्न लागेका बानर श्रेष्ठ हनुमान आफ्ना आवाजले दसैँ दिशालाई शब्दयमान गर्दै जान लागेका थिए। जाम्बवानको कुरा मनमा लिएर जान लागेका महापराक्रमी बानर श्रेष्ठ हनुमानले झट्टै हिमवान पर्वत देखिहाले। नाना प्रकारका रुखले शोभायमान भइराखेको हिमवान पर्वतमा हनुमान पुगे। यस पर्वतबाट अनेक नदी निस्केका थिए। यहाँ धेरै गुफा र झरना थिए। सेतो बादल जस्ता राम्रा राम्रा टाकुराले यो पर्वत रमणीय भइराखेको थियो। सुवर्णमय शिखरले शोभायमान भइराखेको अतिशय अग्लो यस महापर्वतमा पुगेपछि हनुमानले त्यहाँ देवता र ऋषिहरूले वास गरेका बडे बडे पवित्र आश्रम देखे। हनुमानले त्यहाँ ब्रह्मकोश, राजतलाय, शक्रतलाय, रुद्र, सरप्रमोच्छ, हयानन, ब्रह्मशिर र एमका नोकरहरूलाई देखे। अग्नि र वरुणको बस्ने जग्गा, 12वटा सूर्य जम्मा हुने सूर्य समानको चहकिलो ठाउँ, ब्रह्माजीले रहने ठाउँ, शङ्करको पिनाक नाम गरेको धनु र पृथ्वीको नाभि पनि हनुमानले त्यहाँ देखे। यहाँ हनुमानले सुवर्णमय शिखाले शोभायमान भइराखेको कैलाश पर्वत, देदीप्यमान वृष नाम गरेको सुनको पहाड पनि देखे। यो पर्वत समस्त प्रकाशमान औषधिले प्रकाशित भइराखेको थियो र सबै औषधिहरूको उत्पत्ति स्थान थियो। वायुपुत्र हनुमान यस पर्वतलाई अग्नि समूहले प्रकाशित भइराखेको देख्दा छक्क परे। उफ्रेर यस औषधि पर्वतमा चढेपछि हनुमान जाम्बवानले बताएका सबै महाऔषधिहरू खोज्न लागे। महाकपि हनुमान 1000 योजन बाटो पार गरेर यहाँ पुगेर दिव्य औषधिहरूको उत्पत्ति हुने यस पर्वतमा घुम्न लागे। यस श्रेष्ठ पर्वतका सबै औषधिहरू यो हामीलाई लिन आएको भन्ने चाल पाएर अदृश्य भए। यी औषधिहरूलाई देख्न नपाएकोले महात्मा हनुमानलाई खुब जङ चल्यो र रिसले जोरसँग गर्जन लागे। यी औषधिहरूको अपराध खप्न नसकेर आगो जत्तिकै रातो आँखा तोल्याएर पर्वतलाई भन्न लागे, तिमीहरूले रामचन्द्रमाथि कृपा नगर्ने निश्चय गरेका छौ भने हे पर्वत, आज तिमीले मेरो बाहुबलले गर्दा आफूलाई चूर्ण भएको देख्नुपर्नेछ। यति भनेर हनुमान रुख र साँप आदि गरिएका जन्तुले युक्त भएको हजारौं धातुले शोभायमान भइराखेको सुनको खानी भएको धेरै टाढासम्म फैलिएको सुनौला रङको यस टाकुरालाई समातेर बडो वेगले उखेलिदिए। गरुडको जत्तिकै प्रचण्ड वेग भएका हनुमान पर्वतको टाकुरा उखेलिसकेपछि उफ्रेर आकाशतिर लागे। यिनको काम देख्दा समस्त लोक, देवता र इन्द्रलाई डर हुन लाग्यो। आकाशमा रहने अनेक प्राणीको मुखबाट निस्केका आफ्ना प्रशंसा सुन्दै हनुमान फुर्ती साथ उड्न लागे। सूर्यको जत्तिकै चहक भएका पर्वतको टाकुरा लिइराखेका हनुमान सूर्यको बाटोबाट जान लागे। यस समयमा यिनी सूर्यको नगिचै रहेको अर्को सूर्य जस्तो देखिन लागेका थिए। पर्वतको जस्तो आकार परेका हनुमान पर्वतलाई समातिराखेका हुनाले आगो समानका प्रकाश भएको 1000 धार भएको चक्र हातमा लिइराखेको विष्णु जस्तै आकाशमा देखिन लागे। हनुमानलाई फर्केर आएको देख्दा बानरहरू हर्षनाद गर्न लागे। उता हनुमान पनि यिनीहरूलाई देखेकोले आनन्दको शब्द निकाल्न लागे। बानरहरूले गर्जेको आवाज सुन्दा लङ्काभित्र रहने बडो जोरसँग चिच्याउन लागे। यसपछि महात्मा हनुमानले बानरी सेनाको बीचमा त्रिकुट पर्वतमा ओर्लेर मुख्य बानरहरूलाई प्रणाम गरी विभीषणलाई अँगालो हाले। राम लक्ष्मण दुवै राजपुत्र यो महाऔषधिको गन्ध सुँग्न पाएकोले उत्निखरै निको भइहालेर अरू श्रेष्ठ बानरहरू पनि घाउ निको भएकोले उठेर बसे। जसरी रात्रिको समयमा सुतेका जीवहरू बिहान पख उठ्दछन् त्यसै गरी समस्त बानरहरू एकैछिनमा रोगरहित भएर उठ्न लागे। जसको प्राण निस्किसकेको थियो तिनमा पनि यी श्रेष्ठ औषधिको गन्धले गर्दा प्राणको सञ्चार हुन लाग्यो। जहिलेदेखि लङ्कामा राक्षस र बानरहरूको युद्ध हुन लागेको थियो त्यस बेलादेखि जति राक्षस बानरको हातबाट मारिन्थे ती सबैलाई रावणको आज्ञाले तथा राक्षसहरूको सम्मानका लागि समुद्रमा फ्याँक्ने गरेको थियो। यसैले यी दिव्य औषधिहरूको प्रभाव यिनमा पर्न सकेन। यसपछि प्रचण्ड वेग भएका हनुमान त्यस औषधि
को पर्वतलाई झट्टै हिमालय पर्वतमा पुर्याई पुनः रामचन्द्र भएको ठाउँमा फर्केर आए।